यो निकालौँ यता अलिकति यो के अब हामी सुतेको डिस्टर्ब गर्ने हैन ओरालोमा नराख्नु अलि बलि यो पनि छ त्यसमा के गरे हामी बिजी छौँ है ठिक छ बिजी छौँ है यहाँ हामी बिजी छौँ हामीलाई डिस्टर्ब नगर्ने अब हामी तयारीमा छौँ घर बनाउँदै हाँ हेलो खाता है के बनाता है हम लोग ऐसा ही खाते हैं सेवाले धर्म हो भन्ने यतिको पाकेको नि हैन कि छैन पाएको पाएको नि हेलो हो त नि चिसो दुबईको चिसो जाडोमा छौँ है हाम्रो घर पनि देखाउँ है पछाडि घर छ त तर घर नथालिनु कति कति चाहिँ गई टोकियो है टोकियो ल अब यस्तै छ त्यस्तै छ हामी अघि नै लाइभमा पनि बसिसक्यौँ मैले 4-5 वटा फुल हाल्दै तर थ्याङ्क यू पनि भन्दैन हामीले भन्यौँ त ए तपाईँले हाल्दै हो म त परेकै मान्छेले होला भन्दै आफ्नै मान्छेले हाल्नु अरे के सर दामी भयो अचार मिठो भयो क्या मासु आफैले मासुमा कति छ हौ आधी केजी त यहीँ होला अबे बेइज्जत आफैले हालिदिने फेरि आज पहिलो अनुभव भन्दै हो कि क्या जम्मै सबैले हेरिरहेछन् है लाच्नु के हो त आफू खोक्नको लागि हेर नाकबाट पनि निक्ल्यो है हो सही हो सही नबाट ननिकाल्नु भयो मलाई गाइजहरू कस्तो राम्रो आएको बोलेको के गरेको यस्तो यो कस्तो मजाले बोलेको के आएको दाउरे त्यस्तो दाउरा महँगो हो क्या डाइनिङ त्यो उयो जाली चलाउँदै थिएँ नि जाली रडमा छिराउँदै थिएँ जाली सट्टै हातमा आयो होला हो रमाइलो गरेछ त हप्तामा हाम्रो त्यस्तै भयो क्या अब हामीले आफ्नो गाडी पार्किङ गऱ्यो गाडीको अगाडि टेन्ट लगाइयो बस्यो सुत्यो होइन अलेन दुबईबाट आयौँ होइन अनि डाँडा घुम्यौँ अरे डाँडा कसले डिस्टर्ब गुड मर्निङ सर ल उठ्नुहोस् त अघि बनाइरहेको छु मस्त बनाइरहेको छु अघि कोही त टाउको फुटाएर नि आँटा एकदम तयारीमा छन् कोचबिहार हाम्रो बस्ने ठाउँ चाहिँ वासस्थान यो हो गरिबको झुपडी गरिबको झुपडी यो हाम्रो हो यता हाम्रो प्रकाश सरको हो होइन हामी आज चाहिँ गाइज यो आलवतवा लेकमा छौँ यहाँ साह्रै रमाइलो भएको थियो यो झुपडीमा बस्नलाई विनोद सर बेला बेला राति घुर्दै पनि हुनुहुन्थ्यो पब्लिकले भनेपछि एक्सेप्ट गर्न सिक्नु क्या सर कुनै कुनै कुराहरू एक्सेप्ट पनि गर्न सिक्नुपर्छ क्या एक्सेप्ट गर्ने बानी नै छैन आफ्नो त्यही त बुढीसँग झगडा गरे जस्तो त होइन त हामीसँग त 6 महिना नबोल्ने अनि दुःखमा बसेर के भन्नुहुन्छ तिमीले मेरो बेइज्जत गर्यो होइन त्यस्तो भने यो सामान्य कुरा हो यार यस्तो के छ र बेइज्जत गरे होइन भन्नुहुन्छ सानोले बस्नै दिनु हजुरले यसरी माथिबाट गर्नुभएछ क्या त्यस्तै तलबाट गर्नुभएछ हो त्यसरी केही छैन म फेरि बनाइदिन्छु बस्नु न यता हाम्रो प्याकिङ हुँदैछ निन्द्रा पुगेन फेरि बाबु त सुतिहाल्छ बिहान त्यस्तो धेरै सुत्नु पनि गर्दैन बिहान सिरान त ठिकै भयो
रमाइलो होइन रमाइलो भन्नु न। रमाइलो हो त्यो बल्ल बल्ल भ्याए मैले गए दैया के समाचार अब राति सुतियो अब यस्तो यहाँ त खाली छ यो तर मलाई निन्द्रा पुग्यो चिया पाएको हेर्नुहोस् उनले ऐ मोबाइल पनि पाक्ला नि फेरि मोबाइल पाक्दैन हामी चिया पकाउँदैछौँ सर चिया चिया पनि पाक्दैन पुरै धुवा पकाए जस्तो भयो चम्ची पाकिसकेछ चौकी पाके ए पग्ले छ सर अनि जाने ठाउँ पनि छ त्यही त जाने आउने त्यो उ भइरहन्छ क्या रेगुलेट के भन्नु क्लिनिङ प्रोसेस त होला नि त्यही हो क्या त्यस्तो प्रोफेसनल टाइपको क्लिनिङ प्रोसेस चाहिँ छैन र पानी सर्कुलेसन चाहिँ भइरहेको छ किनभने पानी एकै ठाउँमा जमिरहेको भने गनाउँछ गाइज पानी चिया एकदम पिउने गनाउँछ होइन नि अब त। यो सर्कुलेसन हुन्छ क्या पानी वेटिङमा कहिले गए दैया के हाल समाचार एकदम गल नगर्नु ग्यास्ट्रिक हुन्छ बरु घरै खानु के बिहानै चाँडो ल्याएको त्यो एउटा ज्याकेट त गाडीमा यो चाहिँ ल्याएको थिएँ मैले त्यो तलले हाल्दै कसले हाल्दियो आफैले ल ए के हो यो घर उडाइदिएको घर दुर्गे के चाहिँ हाल समाचार भाइको फोन आएको आएकै छ यस्तो के होइन यस्तो घर बोक्यो यो सिराने बोकेको छ ओसेने बोकेको छ भुका बोक्यो भुका चिलिन्ने होइन जिमदार छ के छ जिमदार जिमदारले पनि हुक्का हो नि त ल फाट्यौँ अब यो फोन कसको ए बाई बाई बाई